हालौँ अर्को क्वेसनमा। अब यो ट्रिगोनोमेट्रिक देख्ने बित्तिकै एकदम आँटिने होइन, यो त झन् सिम्पल हुन्छ, आनन्दले गर्ने हो यो त झन्। च्याट त सोल्युसन गर्ने। अब यसो दिमाग लाउँ कि यहाँनिर साइनको डेरिभेटिभ के हुन्छ? सिम्पल्ली भन्नुपर्दाखेरि साइनको डेरिभेटिभ के हुन्छ? कस हुन्छ, यो थाहा हुनु पऱ्यो है। त्यहाँ गरौँ है त, पहिले सुरु गर्छु है त म, अनि भनौँला ल। अब के गरौँ भनेर भन्दाखेरि यहाँनिर यो क्वेसन जुन छ यसमा चाहिँ के गरिदिउँ, लेट वाइ इक्वल्स टु साइन एक्स। साइन एक्स भयो कि भएन? साइन एक्स सिम्पल यहाँ गरौँ। साइनलाई यो कस एक्सलाई कस एक्सै लेखिदिउँ, कस एक्स डिएक्सलाई लेखिदिउँ। यसलाई के गरौँ, वाइ स्क्वायर प्लस 4y प्लस 5। र अब यहाँनिर के हुन्छ त भन्दाखेरि यसको डेरिभेटिभ गर्दा के हुन्छ, कस डिएक्स ल्याउनु छ कि माथि, कस डिएक्स ल्याउनु छ, कस डिएक्सको भ्यालु निकाल्ने, डिवाई बाई डिएक्स इक्वल्स टु डी साइन एक्स बाई डिएक्स। साइन एक्सको डेरिभेटिभ के हो, कस एक्स हो, माइनस होइन है, कस एक्स मात्र हो। कति यो माइनस प्लसमा झुकिँदा रहेछन् कि डिएक्स। सो वाट, कस डिएक्स भने कति हो, डिवाई इक्वल्स टु कस एक्स डिएक्स। अब केही छ त यो झन्, अब छ त। आहा, भनेपछि के गरौँ, यो यहाँ वाइ भएपछि यो पनि वाइको टर्ममा इन्टिग्रेसन हुनलाई के चाहियो भनेर भन्दाखेरि यहाँ पनि डिवाई नै चाहियो यो इन्टिग्रेसन हुनलाई। मैले भनिसकेको थिएँ यो क्वेसन कुरा अगाडि नै। सो वाट, यो कति भयो त भनेर भन्दाखेरि कस डिएक्स, डिएक्स भने कति रहेछ त भन्दाखेरि डिवाई रहेछ, डिवाई वाइ स्क्वायर प्लस 4y प्लस 5। अब मैले के भनेको थिएँ, अब यसलाई के को टर्ममा लानुहोस् त भनेर भन्दाखेरि स्क्वायरको फर्ममा लानुहोस्। डिवाई बाई वाइ स्क्वायर प्लस 2/2 गरिदिँदा नि भयो यहाँ। तर यहाँ चाहिँ के हो, 2 × 2, 2/2 गरिदिनुहोस् है। तपाईँलाई कुनै पनि फर्ममा लेख्न आएन भने, स्क्वायर फर्ममा लानु भएन भने सिधै 2/2 लेखिदिनुहोस् अनि गर्नुहोस् है। अनि यसलाई चाहिँ कन्स्ट्यान्टै राख्ने, यसलाई चाहिँ डिभाइडको फर्ममा ल्याइदिनुहोस् है। मैले अगाडि नै भनिसकेँ त्यो कुराहरू होइन। प्लस 5 भनेपछि डिवाई स्क्वायर बाई वाइ स्क्वायर प्लस 2 × 2y प्लस 4 को 2 को स्क्वायर माइनस 2 को स्क्वायर प्लस 5। यो लेख्न सकिन्छ, मजाले सक्यो नि होइन। सो वाट, डिवाई बाई कति भयो त भनेर भन्दाखेरि यो के को फर्ममा गयो हेर्नुहोस् त, वाइ प्लस 2 को फर्ममा गयो, वाइ प्लस 2 को होल स्क्वायरको फर्ममा गयो। यो चाहिँ 4 माइनस 4 प्लस 5 भने कति हुन्छ, 1 हुन्छ होइन। 1 हुन्छ कि हुँदैन? सो वाट यहाँ लेख्नुहोस्, कति लेख्नुहोस् त भन्दाखेरि प्लस 1। अब यो के को फर्ममा गयो, ए प्लस एक्सको फर्ममा गयो कि गएन? सिम्पली अब के लेख्नुहोस्, 1/2, 1/a है, सरी 1/a हो, tan इन्भर्स, यो त स्क्वायर हो नि होइन, tan इन्भर्स अब कति x/a भनेपछि y प्लस 2 प्लस c1 लेखिरहनु परेन। अब मैले के भनेको थिएँ त भनेर भन्दाखेरि y को भ्यालु चाहिँ के गर्नुपर्छ त हामीले भनेर भन्दाखेरि फिर्ता गर्नुपर्छ। 1/1 भने 1 नै हो। सो वाट, tan इन्भर्स कति त भनेर भन्दाखेरि y भने कति थियो त यहाँ हेर्नुहोस् त, y भने हामीले केलाई लेट गरेका थियौँ, साइन एक्सलाई लेट गरेका थियौँ। सो वाट, साइन एक्स प्लस कति रहेछ त भनेर भन्दाखेरि 2 रहेछ, यही नै हो। अरू केही छ त यो, अरू केही छ? यही नै हो, फाइनल एन्सर नै यही हो है। फर्मुला त यही हो नि, यस यही हो, 1/a tan इन्भर्स x/a। ल ठिक छ, यो फर्मुला यही हो है। यो बुझ्नुभयो होइन? एकचोटि फेरि हेर्नुहोस् है सर, सजिलो छ, केही छैन यो फर्मुला, सजिलो हो यो। सो अब नेक्स्ट क्वेसनमा लागौँ हामी। कति नम्बरको रहेछ, एक्स ट्रिपल आई है, एक्स ट्रिपल आईमा लागौँ है त। अब ओहो, एक्स ट्रिपल आई नि सजिलै रहेछ, केही छैन। सो वाट, एक्स डिएक्स बाई एक्स स्क्वायर प्लस 4x। मैले तपाईँलाई फर्स्टमै भनेको थिएँ होइन, त्यो कति 3-4 नम्बरको क्वेसन गराउँदाखेरि या केही गराउँदाखेरि चाहिँ मैले तपाईँलाई यो भनेको थिएँ है। मैले के भनेको थिएँ, यहाँ एक्स देख्ने बित्तिकै यसलाई के गरिदिनुहोस्, यसको डेरिभेटिभ पहिला सुरु सोच्नुहोस्, दिमागमै सोच्नुहोस् या फिर रफ गरेर निकाल्नुहोस् यसको डेरिभेटिभ। सिम्पली यसको डेरिभेटिभ कति हुन्छ, एक्स स्क्वायर प्लस 4x माइनस 12, फेरि एक्सको टर्ममा है, एक्सको टर्ममा, यहाँ एक्स छ भने एक्सकै टर्ममा हुनु पऱ्यो। यहाँ फेरि वाइ अनि वाइ स्क्वायर प्लस 4y भयो भए चाहिँ के गर्नु पर्थ्यो भन्दाखेरि वाइको टर्ममा, एक्सकै टर्ममा गर्नुपर्छ है यसलाई चाहिँ है। भनेपछि यो कति हुन्छ, सो वाट, 2x भयो प्लस 4। ओहो, अब 2x प्लस 4 चाहिँ यहाँ ल्याउने कोसिस गर्नु पऱ्यो क्या हामीले। के गर्नु पऱ्यो, 2x प्लस 4 चाहिँ यहाँ माथि ल्याउने कोसिस गर्नु पऱ्यो क्या हामीले। सबैभन्दा पहिले सुरु त्यही बुझ्नु पऱ्यो है तपाईँहरूले।
2x + 4 चाहिँ हामीले के गर्नु पर्यो माथि ल्याउने कोसिस गर्नु पर्यो गरौँ सोलुसन गरौँ पहिले सुरु के गरौँ भन्दाखेरि 2/2 गरिदिहालौँ न हैन सो वाट 2/2 गरौँ x dx by x² + 4x - 12 यो गर्न पाइयो मजाले पाइयो सो वाट 1/2 लाई यहाँ अगाडि लेख्दिउँ अब 2x कति ल्याउनु पर्यो +4 ल्याउनु पर्यो भनेपछि के गर्दिउँ थप्दिउँ अब यहाँ +4 4 थपेपछि के गर्नु पर्यो माइनस नै गर्नु पर्यो -4 dx केही छ त यो त केही छँदै छैन कि इन्टिग्रेसन भने सबभन्दा सजिलो लाग्छ कि मलाई x² + 4x - 12 केही छ त यहाँनेरि अब सिम्पली जाउँ 1/2 अब के गरौँ यतिलाई छुट्टाइदिउँ है यतिलाई छुट्टाइदिउँ अब 2x + 4/4 dx by x² + 4x यसलाई यतिलाई छुट्टाएको है मैले यो बुझ्नुस् है -4 4/2 integration dx by x² + 4x - 12 आहा केही छ त छैन रहेछ नि हैन केही छ र छैन है लागिहालौँ अब मैले के भनेको थिएँ भनेर भन्दाखेरि 4x - 12 सरी है यसको डेरिभेटिभ यहाँ माथि छ भने त्यसलाई के लेख्न मिल्यो भनेर भन्दाखेरि के लेख्न मिल्यो त भनेर मानौँ यहाँ x छ र यहाँनेरि कति x² + 1 छ भन्ने भन्दाखेरि यसलाई के लेख्न पाइयो भनेको थिएँ त भनेर यसको डेरिभेटिभ त यहाँ 2x हो 2x छ र यसको डेरिभेटिभ के हो त भनेर भन्दाखेरि जस्ट यो रफ मात्र हो है यो यसको पार्ट होइन है यो मैले बुझाउनलाई मात्र गरे हो यो सो वाट यो चाहिँ के लेख्न मिल्छ भनेर भन्दाखेरि log x² + 1 पायो कि पाइएन यो इन्टिग्रेसनमा यो यस्तो हुन्छ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो है यहाँ डेरिभेटिभ भए चाहिँ 1/x हुन्छ त्यो कुरा पछि गरौँला हैन अरू कुनै क्लासमा यहाँ चाहिँ के हुन्छ त भन्दा log x² + 1 भयो कि भएन मजाले भयो नि हैन सो वाट यहाँ नि के भयो त्यस्तै हो यसको डेरिभेटिभ कहाँ त ठ्याक्क अप्पर साइडमा छ भनेपछि सिम्पली लग लगाइदिउँ log x² + 4x - 12 भयो कति 4 2 जा 12 2 अब यसलाई के गर्ने सिम्पली यसलाई नि के गरिदिने त भन्दा स्क्वायरको फर्ममा लैजाने x² + 2/2 × 2x + 2 को स्क्वायर - 2 को स्क्वायर - 12 भयो यसलाई सेमै लेख्ने 1/2 log x² + 4x - 12 - 2 अब यसलाई के लेखौँ dx यति मात्र टर्म हेर्नुस् त यति मात्र टर्म है यति मात्र टर्म हेर्नुस् त कति भयो यो भने x + 2 को होल स्क्वायर भयो कि भएन भयो नि सिम्पली भयो सो वाट 4 - 12 = 16 -16 -16 हो के नि यो त अब केही गाह्रो छ त अब त केही गाह्रै होइन हो आनन्दले गर्ने अब 4x - 12 - 2 यो त के भयो x - a² - फर्मुलामा गयो सो वाट हामीसँग के पखाए है यसलाई के गरौँ यो 4 को स्क्वायर हो नि त यो भने त हैन x + 2 को होल स्क्वायर - 2 को के सरी 4 को होल स्क्वायर हो यसलाई के लेख्नुस् सेम लेख्नुस् है 2 अनि त्यहाँदेखि त्यसपछि अब के भयो त यो त के को फर्मुलाको फर्ममा गयो कि गएन के छ त फर्मुला हामीसँग याद गर्नु पर्यो है तपाईले के गर्नु पर्यो भन्दाखेरि एच चाहिँ गर्नु पर्यो सो 1/2 × a भने a भनेको छ 4 हो log x - a x भने कति छ x + 2 - 4/x + 2 + 4 भयो कि भएन सिम्पली भयो है प्लस c पनि लेख्दिनुस् है अब यहाँ माइनस छँदैछ 2 र 2 काटियो हो के न भनेपछि 2 र 2 काटियो यस सो 1/4 log यो भने कति x - 2/x + 6 + c सो वाट हाम्रो फाइनल एन्सर नै कति आयो त भनेर भन्दाखेरि फाइनल एन्सर चाहिँ कति आयो त भनेर भन्दाखेरि 1/2 log x² + 4x - 12 भयो कि भएन यही हो के न फाइनल एन्सर नै यही हो है र अब ढिलो नगरी अर्को क्वेसनमा जाउँ अर्को क्वेसन के छ भनेर भन्दाखेरि XIV छ XIV को क्वेसन के छ XIV सो देखिरह कि छैन फेरि देखिरह
सो वाट अर्को क्वेसनमा के छ एक्स डिएक्स बाई एक्स स्क्वायर प्लस 4x प्लस 40 यो नि सेम क्वेसन हो है यो र यो त सेम क्वेसन नै हो जस्तै नै हो स्टेप सेम हो अब क्वेसन त कहाँबाट सेम हो यहाँ के गर्ने भनेर भन्दाखेरि यसको डेरिभेटिभ कहाँनिर ल्याउने यसको डेरिभेटिभ गर्ने एक्स देख्ने बित्तिकै तलकोबाट डेरिभेटिभ गरिदिनुहोस् जुनै पनि क्वेसनमा तपाईँले यो इन्टिग्रेसन गर्नुपर्नेको इन्टिग्रेसन गर्नुपर्नेको भेरिएबल चाहिँ यहाँ माथि आयो भने हैन सिम्पली के गरिदिनुहोस् भन्दाखेरि त्यसको डेरिभेटिभ गरिदिनुहोस् र त्यही पार्टलाई के लेख्नुहोस् भन्दाखेरि यहाँ ल्याइदिनुहोस् है यो कुरा तपाईँले बुझ्नुपर्ने जरुरी छ हैन र अर्को क्वेसनमा यो क्वेसन चाहिँ के गर्नुहुन्छ आफै गर्नुहुन्छ हैन अलिकति हिन्दी दिइदिन्छु है त म अब यसलाई के गरिदिने भनेर भन्दाखेरि एक्स स्क्वायर प्लस के गरिदिने भनेर भन्दाखेरि यसको डेरिभेटिभ गरिदिने मैले हिन्ट दिनु भनेकै सबै गरिदिनु नै हो हैन केही छैन तपाईँ के गर्नुहोस् यसको डेरिभेटिभ गर्नु यसको डेरिभेटिभ गरिदिनुहोस् यसको डेरिभेटिभ गरिसकेपछि यसको डेरिभेटिभ ठ्याक्कै यो टर्म यहाँ माथि बनाउनुहोस् हैन प्लस माइनस गरेर या फिर डिभाइड गरेर जे गर्ने यो बनाउनुहोस् र गर्नुहोस् है यो क्वेसन आफैले गर्नुहोस् है त ल अर्को क्वेसन गरौँ एक्स बी को लागि स्वाट के छ भन्दाखेरि 2x प्लस 3 यो पनि सेमै हो एउटै हो अलिकति डिफ्रेन्ट देखेर मात्र गरिदिनु खोजेँ मैले 4x प्लस 5 dx एउटै नै हो यो यहाँ टर्म देख्ने बित्तिकै यसको डेरिभेटिभ ठ्याक्कै माथि ल्याउनुहोस् है ल केही छैन यसको डेरिभेटिभ गरौँ है त के रहेछ त भनेर भन्दाखेरि एक्स स्क्वायर प्लस 4x प्लस 5 यसको डेरिभेटिभ कति हुन्छ त भनेर भन्दाखेरि 2x प्लस कति 4 2x प्लस 4 ल्याउनु पर्यो सकिन्छ कि सकिँदैन सकिन्छ नि मजाले सकिन्छ सिम्पली केही नसोचिनुहोस् 2x त पहिलेदेखि छ सो कति चाहियो 4 चाहियो -4 प्लस 3 भयो थपेपछि अब याद गरेर एक्स स्क्वायर प्लस 4x प्लस 5 यो त झन् सजिलो रहेछ नि बाबु अनि त्यहाँबाट त्यसपछि यसलाई के गर्न मिल्यो त भनेर भन्दाखेरि 2x प्लस 4 यो भनेको कति 1 हो यसलाई छुट्याइदिएँ है मैले अगाडि नै छुट्याइदिएँ है मैले 2x प्लस 5 dx माइनस इन्टिग्रेसन dx बाई देखिराख्यो हैन एक्स स्क्वायर प्लस 4x प्लस 5 सक्यो के गरे यसलाई र यति पार्टलाई के गरिदिएको भनेर भन्दाखेरि के बुझ्नु पर्यो भन्दाखेरि छुट्याइदिएको है अब भन्नुहोस् है यो भने कति 2x प्लस 4 बाई एक्स स्क्वायर प्लस 4x प्लस 5 dx माइनस dx बाई एक्स स्क्वायर प्लस 4x प्लस 5 या 3 5 हो 5 होला है यही क्वेसन हो है सिम्पली अब यो के को टर्ममा गयो हेर्नुहोस् त यसको डेरिभेटिभ कहाँ माथि छ भनेपछि के गरिदिने सिम्पली लग एक्स स्क्वायर प्लस 4x प्लस 5 लेख्न पाइयो मजाले पाइयो नि होइन अब यसलाई के गर्ने स्क्वायरको फर्ममा लाने कोसिस गर्नुहोस् मजाले गर्नुहोस् एक्स स्क्वायर प्लस 2 × 2 को 2x प्लस 2 को स्क्वायर माइनस 2 को स्क्वायर प्लस 5 यो त बुझ्नुहुन्छ नि है यो गरेर त बुझ्नुहुन्छ यसलाई सेमै लेख्नुहोस् अनि यता लेख्नुहोस् dx बाई x प्लस 2 को होल स्क्वायर प्लस प्लस नै हुन्छ 4 प्लस 1 इज 1 केही छँदै छैन अब त केही छ त माइनस dx बाई एक्स स्क्वायर x प्लस 2 को होल स्क्वायर प्लस 1 को स्क्वायर यसलाई सेम लेख्नुहोस् भनेको है यो डबल ड्यास भने मतलब मैले है सो अब यसको के हुन्छ त भनेर भन्दाखेरि 1/a भने 1 नलेख्दा नि भयो tan इन्भर्स x/a भनेपछि x प्लस 2 प्लस c केही छ त कहीँ क्याल्कुलेसन त मिस्टेक भएको छैन नि है भएन एक्स स्क्वायर प्लस 4x प्लस 5 माइनस tan इन्भर्स x प्लस 2 प्लस c दिस इज द के त भनेर भन्दाखेरि फाइनल एन्सर पनि मिलेको हुनुपर्छ है बुकबाट अनुसार पनि मिलेको हुनुपर्छ एकचोटि हेरिहाल्छु है त मैले xb लग एक्स स्क्वायर प्लस माइनस 10 एकदम मिलेको छ है एन्सर एकदम मिलेको छ यसै गरी गर्ने हो है
एकदम सिम्पल तरिकाले गर्ने सिकाइरहेको छु है मैले तपाईहरुलाई। XBI मा पुगौं। XBI को क्वेशन एउटै छ रहेछ क्वेशन नै अनि 2x + 2 by 3 + 2x - 3 माइनस कति त भनेर भन्दाखेरि x²। अब यहाँले के गर्ने भन्न सक्ने हुनुपर्छ। अब यहाँले के गर्ने त सिम्पली केही नभए डेरिभेटिभ गर्दिहाल्ने। यहाँले डेरिभेटिभ गर्दिने है। सो त्यसको डेरिभेटिभ कति हुन्छ भनेर भन्दाखेरि 3 2x भनेपछि 2 माइनस कति त भन्दाखेरि 2x। यसको डेरिभेटिभ कति हो -2x। आहा केही छ त केही छैन है। अहिलेसम्म कति रहेछ त क्वेशन ठिकै छ रहेछ नि 3 + 2x - x² 2x + 2। आहा सकिएन। अब सकिएन मजाले गर्नु। यहाँ कति चाहियो -2x चाहियो। सिम्पली गरिदिहालौं -2x। सो माइनस बाइ माइनस माइनस इन्टु माइनस त प्लस नै हो। सो के गरिदिउँ भनेर भन्दाखेरि -2x + 2 dx by 3 + 2x - x²। कन्फ्युजन हुँदै नहुने है। माइनस देखि नि जे देखि नि यो माइनसलाई बाहिर लेखौं। सरी यहाँ नि माइनस हुन्छ है, म गल्ती गरेछु। सो यहाँले कति भयो त भनेर भन्दाखेरि -2x कति आउनुपर्छ +2x आउनुपर्छ हैन। सो +2 अनि थपेपछि के गर्नु पर्यो माइनस नै गर्नु पर्यो -2। आहा यो गरे बुझ्नु भएको छ नि। यो गरे बुझ्नु भएको छ नि। के गरे भनेर भन्दाखेरि पहिले सुरु त माइनस इन्टु माइनस गरे हो। सो यहाँबाट तपाईले यति बुझ्दा पनि हुन्छ कि माइनस कमन लिए हो भनेर बुझ्दा पनि हुन्छ। माइनस त छैन त पनि कमन लिँदाखेरि के हुन्छ माइनस नै हुन्छ भनेर बुझ्दा पनि हुन्छ। या फेरि माइनसले मल्टिप्लाई गरेको भनेर भन्दा पनि हुन्छ हैन। त्यो बुझ्दा पनि हुन्छ। र यहाँले के छ भनेर भन्दाखेरि यसको डेरिभेटिभ गर्दा कति आयो त भनेर भन्दाखेरि 2 - 2x माथि चाहिँ कति बनाउनु पर्यो 2 - 2x बनाउनु पर्यो। जसरी बनाउनु पर्यो त्यही भएर हामीले के गर्दै छौं त भनेर भन्दाखेरि +2 यो थपेको यो चाहिँ कति भयो त भनेर भन्दाखेरि यो चाहिँ +2 - 2 यो थपेको है। कि अरु के पनि कन्फ्युजन नहुनुस् है लामो देखेर। केही छैन यो -x² भयो। सो यहाँनेरि माइनस अगाडि छँदै छ। सो यति 2 - 2x आयो। अब छुटाइदिने अरु बाँकीकोलाई छुटाइदिने। सरी ओहो 3 + 2x - x²। बाँकीकोलाई छुटाइदिनुस्। यो भने कति हुन्छ -4 हुन्छ कि हुँदैन। सो यहाँको माइनसले फेरि यहाँ मल्टिप्लाई गर्दा के हुन्छ प्लस हुन्छ। सो +4 इंटीग्रेशन dx by 3 + 2x - x² लेख्न पाइयो कि पाइएन। मजाले पाइयो है। ओहो कति चाँडै टाइम भयो 18 मिनेट भइसकेछ त नि। सो माइनस यहाँले अगाडि नै माइनस हुने भयो। यसले माइनसले गर्दा प्लस हुने भयो। सो -log 3 + 2x - x² पाइयो। यति लेख्न पाइयो। अब मैले के भनेको थिएँ यसलाई स्क्वायरको टर्ममा लान खोज्नुस् भनेको थिएँ। अब के गर्नुस् यहाँ पनि त्यही गर्नुस्। यहाँबाट माइनस कमन लिनुस् x²। x लाई त पोजिटिभ बनाउनु पर्यो नि त हो हैन। त्यही भएर मैले x पोजिटिभ के रे लिए है 2x - 3 यति भइहाल्यो। सो यसलाई सेम लेख्नुस् +4 dx by -x² माइनस यहाँ 2 त अगाडि नै छ। सो 2/2 गर्दा नि एउटै हुन्थ्यो 1 यो 1/x। तपाईलाई आउँदैन भने मैले के गर्नु भनेको थिएँ 2/2 गरिदिनुस् भनेको थिएँ है मैले। त्यो चाहिँ सम्झिनुस् है। कुनै पनि सिचुएसनमा काम लाग्न सक्छ त्यो। सो +1 को स्क्वायर -1 को स्क्वायर -3 यो गरेको बुझ्नुभयो। +4 के भयो त 2x यतिलाई मात्र हेर्नुस् त यतिलाई मात्र। यतिलाई हेर्दा के भयो त यो त x - a को होल स्क्वायर को टर्ममा गयो कि गएन। सो x - 1 को होल स्क्वायर यो कति भयो -4 भयो कि भएन। सो +4 अनि कति dx। अब खोल्दिनुस् माइनसले खोल्दिनुस् यो प्लस हुन्छ 4 यता आउने भयो। यहाँ चाहिँ के हुन्छ -x + -1 को होल स्क्वायर आउने भयो कि भएन। अब के छ हामीसँग यसको फर्मुला छ कि छैन छ नि हो हैन। a - x को
ए स्क्वायर माइनस एक्स स्क्वायरको होल फर्मुला छ नि त हामीलाई। यो त के हो भनेर भन्दाखेरि 4 इंटीग्रेशन dx बाई 2 को स्क्वायर माइनस एक्स माइनस 1 को होल स्क्वायर हो नि त यो। सो वाट यसकै फर्मुला लगाइदिउँ। अब कता लेखौँ पछाडि लेखौँ भने पनि फेरि सार्नुपर्छ यो। यसको फर्मुला मैले ठ्याक्क लगाइदिइहालेँ है त। यसको फर्मुला के हो त हैन, यसको फर्मुला चाहिँ के हो त भनेर भन्दाखेरि ए माइनस एक्स को फर्मुला हैन। यसको फर्मुला याद गर्नु पर्यो है, 1/2a log ए प्लस एक्स ए माइनस एक्स प्लस सी। यो कुरा चाहिँ तपाईँले याद हुनु पर्यो है। सो वाट 1 सो यही फर्मुला लगाइदिउँ। यहाँनिर त सेम लेख्नु पर्यो त्यो पछाडिको जुन माइनस लगवाला आएको छ। सो वाट अब यहाँनिर के कति लेख्ने 1/2 ए भने कति थियो पछाडि हेर्नुहोस् है, यहाँनिर ए हेर्नुहोस् है, ए भने कति थियो 2 थियो। सो वाट 2 नै लेखौँ, 2 लेखौँ, लग लेखौँ। ए भने कति थियो त भनेर भन्दाखेरि 2 थियो, प्लस एक्स भने कति थियो त हेर है, एक्स भने एक्स माइनस 1 थियो है, एक्स भने एक्स माइनस 1 थियो है। अब 2 माइनस एक्स प्लस 1 प्लस सी। सो वाट कति आयो त भनेर भन्दाखेरि 1/4 log 1 प्लस एक्स बाई 3 माइनस एक्स प्लस सी। आयो कि आएन, केही छ त अब यहाँ फाइनल एन्सर नै यही हो। यहाँ माथि चाहिँ अब कति आएको थियो भनेर भन्दाखेरि सो वाट 1/4 यसलाई अगाडि लेखेँ है मैले, यो ऊ भएर 1 प्लस एक्स प्लस भएर सो वाट 3 माइनस एक्स अनि फेरि प्लस यहाँ कति आएको थियो त भन्दाखेरि सरी माइनस आएको थियो। सो वाट माइनस लग कति आएको थियो त भनेर भन्दाखेरि हेर्नुहोस् है, हेर्नुहोस् यहाँ त हेर्नुहोस् है, यसलाई चाहिँ यो लेख्दै जाने, यसलाई चाहिँ गर्दै जाने है। सो वाट 3 प्लस 2x माइनस एक्स स्क्वायर, 3 प्लस 2x माइनस एक्स स्क्वायर आएको थियो। केही छ त अब, केही फर्ममा त आएको थिएन नि, यही नै हो ल, सिम्पली यही नै हो। यही नै एन्सर हुनुपर्छ बुकमा पनि है। हेरिहालौँ है बुकमा पनि एन्सर के छ त भनेर भन्दाखेरि कति नम्बरको गऱ्यौँ हामीले भनेर भन्दाखेरि एक्सभिआईको गऱ्यौँ। एक्सभिआईमा चाहिँ लग 1 प्लस एक्स 3 माइनस एक्स र मिलेको छ है, यो एन्सर ट्याक्कै मिलेको छ है। र अब अर्को क्वेसनमा जाउँ। एक्सभिआई के गर्नुहुन्छ, एक्सभिआई र एक्सभी ट्रिपल आई एउटै टाइपको क्वेसन छ, तर एक्सभी ट्रिपल आई चाहिँ अलिकति कम्पेरिटिभली एउटै हो, हुन त केही छैन, सेम क्वेसन हो होइन। एक्सभिआई चाहिँ म गरिदिन्छु, ओहो टाइम अर्को भिडियोमा है, यो दुईवटा क्वेसन अर्को भिडियोमा है।